ल तपाईँहरूले टमाटर कहाँ युज गर्ने भन्छ नि, टमाटर चाहिँ यसरी युज गर्ने। अनि यो पोरको जुकिनी हेर्नु त कति राम्रो। अब यसमा चाहिँ मजाले पास्ता हाल्ने। अब तपाईँहरूलाई के मनपर्छ त्यो हाल्ने है, यसरी। अनि यसरी हालेर अनि मजाले मोडेर खाने। अब यो जुकिनी र यो टमाटर यो पोरको हो है, यस्तो राम्रो हेर्नु त, यस्तो राम्रो। अब यो नकिन्नु परेको छ है, आज के खाउँ भोलि के खाउँ भन्ने तरकारी सोच्नु परेको छ न, के परेको छ कि यसरी खान्छ हेर्नु पास्ता, यताको पास्ता। अनि यो टमाटर र पोरको जुकिनी यस्तो हेर्नु त कति मिठो। अनि लास्टमा ठ्याक्क तेल हाल्ने है, मजाले तेल हाल्ने होइन, मजाले होइन, अलिकति ओलिभ ओइल हाल्ने। अनि त्यहाँबाट रेडी भइसक्यो।